नमस्ते। आज हामी प्रदेश सरकारको आर्थिक पाटो मतलब पैसा कसरी आउँछ कसरी खर्च हुन्छ भन्ने बारे संविधानले के भन्छ त्यसमा अलि गहिरिएर हेर्दैछौँ। नमस्ते। हो, यो एकदमै महत्त्वपूर्ण विषय हो। हाम्रो आधार नेपालको संविधानको भाग 16 धारा 203 देखि 213 सम्म हो। हामी यही अंश केलाएर प्रदेशको वित्तीय कार्यविधि र कोष व्यवस्थापन कसरी हुन्छ त्यो बुझ्ने प्रयास गर्नेछौँ। बिल्कुल। प्रदेश तहमा आर्थिक गतिविधि कसरी सञ्चालन हुन्छ त्यसको जग नै यही हो। त्यसो भए सुरु गरौँ होइन त? प्रदेश सरकारले पैसा कसरी कमाउँछ, कर उठाउने, ऋण लिने कुराहरू कसरी व्यवस्थित छन्? सुरु गरौँ कर र ऋणबाटै। धारा 203 ले यसको बारेमा बोल्छ। यसमा के छ भने नि, प्रदेशले कानून नबनाई कुनै कर लगाउन वा उठाउन पाउँदैन। मतलब कानून अनिवार्य चाहियो। हो, कानून बिना कर चल्दैन। अनि अर्को कुरा, ऋण लिने वा जमानत बस्ने कुरामा पनि संघीय कानूनले जे भन्छ त्यही अनुसार मात्रै गर्न पाउँछ, आफू खुसी गर्न पाइँदैन। यो प्रदेशलाई तर एउटा सीमाभित्र रहेर संघीयताको मर्म अनुसार नै। ठिक छ। अब पैसा आयो, कर उठ्यो, अनुदान आयो होला, त्यो पैसा कहाँ जान्छ त? सञ्चित कोष भन्ने सुनिन्छ नि। हो, धारा 204 ले प्रदेश सञ्चित कोषको व्यवस्था गरेको छ। यसलाई प्रदेश सरकारको मुख्य ढुकुटी वा सरकारी खाता भन्न सकिन्छ। मुख्य ढुकुटी? गुठीको आम्दानी बाहेक अरू सबै किसिमका राजस्व, प्रदेशले लिएको ऋण, पाएको अनुदान सबै यही कोषमा जम्मा हुन्छ। सबै एकै ठाउँमा? हो, यसले गर्दा हिसाब किताब राख्न सजिलो हुन्छ, पारदर्शी हुन्छ। प्रदेशको सबै आर्थिक गतिविधिको केन्द्रबिन्दु नै यही कोष हो। सुन्दा त व्यवस्थित लाग्यो। अब यो कोषबाट पैसा झिक्ने चाहिँ कसरी? खर्च गर्ने आधार के हुन् त? त्यो पनि संविधानमै तोकिएको छ। धारा 205 र 206 मा त्यत्तिकै झिक्न पाइँदैन। के अवस्थामा मिल्छ त? मुख्यतया 4वटा अवस्था छन्। पहिलो, सञ्चित कोषमाथि व्ययभार हुने रकम। दोस्रो, प्रदेश सभाले पास गरेको विनियोजन ऐन अनुसार छुट्याइएको रकम। अनि अरू? तेस्रो, बजेट पास नहुँदै केही खर्च गर्नु पर्यो भने पिस्की खर्च ऐन अन्तर्गत। र चौथो, कहिलेकाहीँ विवरण नखुलाई आकस्मिक खर्च गर्नुपर्दा उधारो खर्च ऐन अन्तर्गत। त्यो पहिलो भन्नुभयो नि, व्ययभार हुने रकम, त्यो चाहिँ अलि चाखलाग्दो सुन्नियो। त्यो के हो खासमा? हो, यो महत्त्वपूर्ण छ। धारा 206 ले यसलाई प्रश्न पारेको छ। केही यस्ता खर्चहरू छन् जसलाई नियमित बजेट प्रक्रियाबाट पास गरिरहनु पर्दैन। जस्तो के? जस्तो प्रदेश सभाका सभामुख, उपसभामुख अनि प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरूको तलब भत्ता। यस्तै प्रदेश सरकारले तिर्नुपर्ने ऋणको सावा ब्याज। अनि अदालतको कुनै फैसला बमोजिम प्रदेश सरकारले तिर्नुपर्ने पैसा। यस्ता कुराहरू कोषमाथि स्वतः व्ययभार हुन्छन्। मतलब यिनीहरूको लागि हरेक पटक प्रदेश सभाको स्वीकृति चाहिँदैन? चाहिँदैन। यसले के सुनिश्चित गर्छ भने सरकारका एकदमै आधारभूत र अनिवार्य दायित्वहरू राजनीतिक खिचातानी वा प्रक्रियागत ढिलाइले रोकिन पाउँदैनन्। राज्य सञ्चालन त निरन्तर चल्नु पर्यो नि। हो नि, बुझियो। अब लागौँ वार्षिक बजेटतिर। धारा 207 र 208 मा यसको व्यवस्था छ होइन? हरेक वर्ष अर्थमन्त्रीले अनुमान पेश गर्नुपर्ने। एकदम। हरेक आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थमन्त्रीले प्रदेश सभामा वार्षिक अनुमान, जसलाई हामी बजेट भन्छौँ, त्यो पेश गर्नुपर्छ। त्यसमा के हुन्छ? त्यसमा मुख्यतः 3 कुरा हुन्छन्। आउँदो वर्ष कति राजस्व उठ्ने अनुमान छ, सञ्चित कोषमाथि कति व्ययभार पर्नेवाला छ, र विनियोजन ऐन मार्फत विभिन्न मन्त्रालय वा निकायलाई कति रकम चाहिने हो भन्ने कुरा। अनि अर्को महत्त्वपूर्ण कुरा, त्यो बजेटमा अघिल्लो वर्ष के कति खर्च भयो र त्यसबाट के उपलब्धि हासिल भयो भन्ने विवरण पनि राख्नुपर्छ भनिएको छ। जवाफदेहिताको लागि त त्यो चाहियो नै। तर व्यवहारमा त्यो उपलब्धिको समीक्षा कतिको गम्भीरतापूर्वक हुन्छ होला, खै त्यो अर्कै बहसको विषय होला। तर सैद्धान्तिक व्यवस्था चाहिँ यही हो। अनि धारा 208 ले चाहिँ त्यो खर्च हुने रकमलाई शीर्षकगत रूपमा विनियोजन विधेयकमा राखेर पास गर्नुपर्छ भन्छ। ल, बजेट बन्यो, पास भयो। तर सधैँ योजना अनुसार त चल्दैन नि। कहिले पैसा नपुग्ला, कहिले नसोचेको खर्च आइपर्ला। त्यस्तो बेला के गर्ने त? हो, त्यस्ता अवस्थाहरूको लागि पनि संविधानले बाटो खुलाएको छ। यसलाई वित्तीय लचकता भनौँ न। के छन् त त्यस्ता बाटाहरू? जस्तै कुनै कार्यक्रमको लागि छुट्याएको पैसा अपुग भयो,
वा कुनै नयाँ कार्यक्रममा खर्च गर्नुपर्ने भयो वा विनियोजन गरे भन्दा बढी नै खर्च भइसकेछ भने पूरक अनुमान सप्लिमेन्ट्री एस्टिमेट ल्याउन सकिन्छ। धारा 209 मा छ यो। ए थप बजेट जस्तै। त्यस्तै। अनि अर्को, मानिलिउँ बजेट पास हुन ढिला भयो तर खर्च त रोक्न मिलेन, त्यस्तो बेला विनियोजन विधेयक विचाराधीन हुँदै अनुमानित खर्चको 1/3 पेशकी खर्च एक्सपेन्डिचर इन एडभान्स गर्न सकिन्छ। धारा 210। 1/3 त्यो त ठूलै रकम हुन सक्छ। हुन सक्छ, तर यो अत्यावश्यक काम नरोकियोस् भनेर हो। फेरि अर्को छ उधारो खर्च एक्सपेन्डिचर अन क्रेडिट। धारा 211 मा। यो चाहिँ कस्तो भने देशमा कुनै ठूलो प्राकृतिक विपत्ति आयो वा बाह्य आक्रमणको खतरा भयो र तत्काल पैसा चाहियो, तर खर्चको विवरण खुलाउन अव्यावहारिक वा असम्भव छ भने उधारो खर्च गर्न मिल्छ। बापरे, यो त अलि जोखिमपूर्ण पनि सुन्यो नि, विवरणै नखुलाई खर्च। जोखिम त छ, तर यो असाधारण परिस्थितिका लागि हो। पछि यसको अनुमोदन त गराउनुपर्छ। अनि अर्को एकदमै महत्त्वपूर्ण व्यवस्था छ प्रदेश आकस्मिक कोष। धारा 212। आकस्मिक कोष हो, यो चाहिँ भइपरि आउने अप्रत्याशित खर्चहरू धान्नका लागि बनाइएको कोष हो। यसबाट खर्च गरेपछि पछि ऐन बनाएर सञ्चित कोषबाट शोध भर्ना गरिन्छ। भनेपछि नियमित बजेट बाहेक पनि खर्च गर्न सक्ने यति धेरै विकल्पहरू रहेछन्। यसले वित्तीय अनुशासन कायम गर्न गाह्रो पर्दैन र? पक्कै पनि चुनौती थप्छ। यी व्यवस्थाहरू अत्यावश्यक लचकताका लागि हुन्, तर यिनको सही सदुपयोग हुन्छ कि हुँदैन भन्ने कुरा कार्यान्वयनमा भर पर्छ। दुरुपयोगको सम्भावनालाई नकार्न सकिन्न। हो त नि। संविधानले एकातिर नियन्त्रण र अनुशासन खोजेको छ, अर्कोतिर परिस्थितिजन्य आवश्यकतालाई पनि सम्बोधन गर्न खोजेको देखिन्छ। अनि एउटा शीर्षकको रकम अर्कोमा सार्ने रकमान्तर जस्ता अरू प्राविधिक र प्रक्रियागत कुराहरू चाहिँ प्रदेश ऐनले नै व्यवस्थित गर्छ भनेर धारा 213 ले भनेको छ। त्यसो भए मोटामोटी रूपमा हेर्दा संविधानले प्रदेशको आर्थिक प्रणालीलाई एउटा स्पष्ट खाका दिएको छ। पैसा कहाँबाट आउने, कहाँ जम्मा हुने, कसरी खर्च गर्ने, वार्षिक योजना के हुने, अनि अप्ठ्यारो पर्दा के गर्ने भन्ने सबै कुरा समेटेको रहेछ। हो, सारमा भन्नुपर्दा यो प्रणालीले प्रदेशलाई सङ्घीयताको सीमाभित्र रहेर आर्थिक अनुशासन, पारदर्शिता र जवाबदेहिता सिकाउन खोजेको छ। सँगसँगै आवश्यक पर्दा काम गर्न सक्ने गरी लचिलोपन पनि दिएको छ। यो सिद्धान्त र व्यवहार, नियन्त्रण र स्वायत्तता बीचको सन्तुलन खोज्ने प्रयास हो। संरचना त प्रष्ट छ, तर मलाई सोचिरहन मन लागेको कुरा चाहिँ संविधानमा यति राम्रोसँग लेखिएका कुराहरू हाम्रा 7वटै प्रदेशमा व्यवहारमा कत्तिको उस्तै गरी लागू भएका होलान् वा फरक छन्, अनि यसले प्रदेशहरूको आर्थिक सक्षमतामा कस्तो असर पारेको होला, यो चाहिँ सायद अझै खोज्दै जानुपर्ने विषय हो कि? एकदम सही प्रश्न उठाउनुभयो। यो कार्यान्वयनको मूल्याङ्कन र यसले पारेको वास्तविक प्रभावबारे निरन्तर अध्ययन र विमर्श हुनु जरुरी छ।